What? What? खै हेलो गुड मर्निङ सबैजनालाई स्वागत छ धेरै दिनपछि नयाँ भिडियोमा। आज हामी सालजण्डीको झरनामा घुम्न जाँदैछौँ। साथीहरू सब रेडी हुँदैछ कलेजबाट ग्रुपमा, सो रमाइलो गरिन्छ। सुरज रेडी भएर जान लागिसकेका छन्। मेरो चाहिँ साथी आउँदैछ बाइक लिएर, साथीलाई कुरिरहेको छु। सुरज जाँदै गर है, म एकछिनपछि आउँछु। ल है साथीहरू, सालजण्डीको झरनामा पुग्यो। मल्ल र म आफम ठ्याक्क अहिले त मल्ले तर त्यो अरू केटाहरू त आउने आइछ, छिटो आइएछ। हामी सुरजले फोन गरेको थियो कि फोनै उठेन। सबभन्दा पहिला आइयो। अब टोटल 25 जना हौँ। सबै आउँदाखेरि रमाइलो हुन्छ। कति आउँछ, टिचरहरू पनि आउने हो, मजा आउँछ। झरना यस्तो दामी छ कि यहाँको मन आनन्द हुन्छ कि पुरै। 2 जना मात्र आइएछ, साथीहरू कतिखेर आउने कतिखेर थाहै छैन। भेजा हो कुर्दा कुर्दा हामीलाई बाटोमा फोनै गरेनन्। अहिले फोन गरेर सराप्छन् फेरि। कहाँ हो तिमीहरू गरे त्यस्तो गर्ने होइन नि। टेकसले हामीलाई थर्काउने हो भनेर। टेकस पारा के हो यार, तिम्रो दोस्त यार। मलाई हाँसेर बर्बाद छ नि। पिकनिक खान आएको यहाँ हालत खराब छ। डेक बोकाएर बाइकले नतानेर हैरान भयो। बाइकले पनि तानेन। सामान छुटेर कोहीको टायर पञ्चर हुने, कोहीको के हुने। पीडित भइएछ। अघिल्लो चोटि त लास्ट इयर रमाइलो थियो। अहिले त टेन्सनमा परेको छु घरमा। हेर्नु यहाँ यत्रो डेक बोकेर हिँडेछु म। आजसम्मको सबभन्दा खतरा कन्टेन्ट पनि लाग्छ यार। पीडित अन द टाउन, डेक बोकेर उकालोमा हिँडिरहेको छु बाहुन विथ मल्ल। दाइहरूले यहाँ क्लिन हानिदिनु भयो। दाइ स्माइल दिनुहोस् त, केही भन्नु न। यसो कस्तो भइरहेछ अनुभव? हाम्रो झरना कस्तो लाग्यो? पाल्पाको झरना हजुरलाई? टाढा त टाढै हो। नयाँ नयाँ भाइहरूसँग अलिक गाह्रो हुन्छ कि भनेको। जस भाइहरू इमान्दारी रहेछन्, उहाँहरूले हामीलाई इमान्दारी देखाउनु भएको छ। मिलिमिली गरे हामी त। हाम्रो सबभन्दा मेहनती हाम्रो गुरुङ दाइ है। गुरुङ दाइले सबभन्दा राम्रो काम गर्नुभयो दाइ। पर्फेक्ट बनाउनुपर्छ नि दाइ। यो हरिदाई पारा के हो, बल्ल आउने हजुर? टाइममा आउनु सकिन्न है? कहाँ गएर आएको? ल है हाम्रो प्रदीप सर बल्ल आउनु भयो। पसिनाले भिजेर लुचरुपे हुनु भयो। भतिज यता हेर न बे। नमस्कार, ठिक छ नि? अहिले काम गरौँ, पछि काम धेरै छ कि। एकदमै एकदम न्यून छ। हामी धेरै ढिलो भइसक्यो। हो दाइ, ढिलो भएको छ बहुत। अलिकति सबैले आफ्नो ठाउँदेखि पानी ल्याउने झोला राख्दा हुन्छ। ल है यता पाक्दैछ हाम्रो भुटुवा। ल दाजुहरू त्यसो पनि खबर मेरो पनि आउनु पर्छ है। ल दाइ सबको निकाल्छु नि मैले। यहाँ पियाज बन्दैछ। गुरुङ दाइ हेलो। ठाउँमा पुग्यो। अब चाहिँ दाजुभाइहरूलाई सबले पकाउनु सुरु गर्नु हो। पकाएर भएर पौडी खेलेर फुल्ली इन्जोय हान्ने दाजु। रमाइलो गर्ने। हाम्रो भाइ पनि भर्खर आएछन् हिरो भनेर। सब ठिक छ नि भाइ? ठिक छ। गर्मी त लास्ट भएर आएको हो। 25 जना हामी। सरहरू रिटा सर आउनुभयो, अरू आउँदै हुनुहुन्छ। जमिन पानी लिन्छ डाँडा तल छ। त्यसलाई चुट्यो रफल नहुन्न हुन्छ। गर्मी भयो क्या लास्टै यार। कति बजी निक्ल्यौँ घरबाट? कति बजी निक्ल्यौँ? 8 बजे। हामी यहाँ आउँदा 8 बजे त सायद। हामी यहाँ मल्ल र म आयौँ, आउँदा कोही पनि थिएन। भ्लगको सुरुमा देख्नुभयो होला हजुरहरूले। हामी 2 जना मात्रै आएको थियौँ, कोही पनि थिएन। यो साला नक्कलहरू अगाडि भिडियो फोटो खिचाएको रहेछ। काम करने के लिए जाओ तुम इधर क्यों बैठे? तुम क्या कर रहे हो? हम तो पानी लेने के लिए आए।
ये आदमी ज्यादा हैंडसम बन के घूमता है, देखने में तो नहीं है पर बनने की कोशिश कर रहा है हैंडसम। हाँ भाई कैसी लगी आगे स्वाद है ना भाई? क्या बोलते हो तुम गुप्ता जी? हैंडसम है ये? नहीं है बस देखने की कोशिश करता है। कपड़ा अच्छा पहन के आया है, भाई के शादी में बनाया था ऐसा बोला कल मेरे को। फोटो खिच्दै हम फोटो नहीं ब्लॉग कर रहे हैं। यहाँ को झरना चाहिँ मस्त छ कि यस्तो दामी ठाउँ छ हेर्नु त। यो पौडी खेल्न मन भयो ट्याङ्गै आउनु क्या फेरि यहाँ। निमी चौरा रैना देवी छहरा सालझण्डी भन्दा माथि निमी चौरा, सालझण्डी भन्दा 10 किलोमिटर माथि निमी चौरा झरना। तपाईहरु पनि आउनुहोस्। गुप्ताजीले भन्नुभएछ। गुप्ताजीले भन्नुभयो इन्डियामा आउनु हो सामी यस्तो छोकै पारामा। यसलाई अहिले पोखरीमा समातेर फालिदिने हो। हाम्रो थारू भाइलाई फालिदिने। यिनी चौधरी भाइ। तिमी थारू चौधरी? थारू। अभिषेक थारू। म चाहिँ विकास बस्याल। सब ठिक छ न? रमाइलो चाहिँ हुन्छ आज ढुक्क। गर्मी चाहिँ लास्ट के भेजा लाग्दो गर्मी भयो। अभिषेक मोहन दाई म भएर यहाँ आन्द्रा सफा गर्न हम मिसन आन्द्रा सफाई। मोहन दाई कता हेर्नु त आन्द्रा सफा गरेर कस्तो अनुभव भइरहेको छ हजुरलाई? यहाँ छ अभिषेक। आन्द्रा सफा गर्न आएको तिमी? दाइले त पुरा आन्द्रा सफा गर्नुभयो त। आन्द्रा स्पेसल मोहनलाल फ्रम केरला। हो दाइ मोहनलाल छ नि त केरलामा फेमस। जानु नि यार आऊ तिमी आऊ मंगेश अतिज के हो बे सेलाको? अझै 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 सर हेलो ग्रुपमा हाल्छु नि ब्लग बनाएर गरेर युट्युबमा। हेलो सर भाट सर खतरा नाच्दिरो हन्ड्रेड लास्ट रमाइलो भयो तर ल रमाइलो भइरहेको नि मजा लुट्ने पाउँदैछ खाना। मनिष किन आएन नि त? यार हाम्रो मनिष नार भेजा। मनिष अला तिमी नार मजा आएन भतिजा आयो सब हाल्ने नि यार नाल हुन्छ भतिज डरायो बे भिडियोमा आउनु पर्यो भनेर। कहाँ अहिले जाने यार? मेरो छुट्टी चड्डी ल्याउनु भएको छ तपाईले? म त चड्डी ल्याउनु पेन्टी पनि ल्याऊ छुट्टै। म त ल्याएन बे मैले त ल्याएकै छैन। भलक मार चड्डी सड्डी कुरा गर्छु तिमी। यिनीहरुले के भन्दै नहुने हो भन्दै अभिषेक भति गयो टाइम भति एक्लै आए मनिषलाई छोडेर। हामी दुईटा भ्लगरको चलिरहेको यहाँ। आधा खानेकुरा पाकेछ नेक्स्ट राउन्ड चल्दैछ अझै।
पकाएर है बल्ल स्विमिङ हान्न जाने हो आज त फुल्ली इन्जोय हानिन्छ अरू जे होस् भतिजले सुत्ता काम गरेछ क्या भतिजले लजार भागिहाल्छ यार कति रमाइलो भएको छ भतिजेर लजार भाइ लाल मोहन लालले लाल रगत लिएर बस्नु अनि भर्खर आएर काम पाएछन् पिदुर मजा आयो नि भाँडा मान्न काम त अलिअलि गर्नु पर्यो नि ढिलो किन आएको तिमी अनि लेट गर्ने अझै भाँडा मान्दा नखोज्ने तरिका हो तिम्रो बिदुरलाई मलाई भाँडा मान्ने जब देखाउन् भाँडा मान्ने के पखाल्ने मात्रै हो त्यसको पखाल्नु लाम त्यही भएर हामी स्विमिङ गर्न लाग्छौँ हाम्रो सर पुरै जोसिएर आउनुभएको प्रदीप सर मल्ल पनि आछन् सब मिलेर पौडी खेलिन्छ भिडियो इन्ट्रेस्टिङ होला जस्तो छ राउन्ड 2 सातो पुत्लो जान्छ हाम्रो छेउमै अड्किरहेछ हामी सासै अड्किन्छ यत्रो माथि बङ्गाले कुन सुन्दर सर यता हेर्नु त के छ त नि खबर ए जानु उहाँ बङ्गाल न हजुर पनि हिरो देखेन लुक ल एकास खोइ आजलाई भिडियो यति मात्रै हेर्दै गर्नु होला बाँकी अर्को भ्लगमा भेटौँला आज अलिअलि रमाइलो गरियो ठिक छ।